2015 मा लन्च भएको एसयुभी अहिले 2025 सकेर 2026 आइसक्यो, तैपनि बिक्री हुन छोडेकै छैन। झन् नयाँ अप्सन्स, फेसलिफ्ट भर्जन र इलेक्ट्रिक भर्जनले गर्दाखेरि यसको सेल्स बढेको बढै छ। कोरियन ब्रान्ड हो, अहिले नेपालमा पनि एसेम्बल हुन्छ। 2015 मा चाहिँ नेपालमा लन्च भएको थियो र 2017 सम्म आइपुग्दाखेरि 2 वर्षकै अन्तरालमा नेपालको कार मार्केटलाई क्वाप्पै खाइदियो। यस, यु गेस्ड इट राइट, इट्स नन अदर देन ह्युन्डाई क्रेटा। आखिर के चाहिँ भएको थियो होला त जसले गर्दाखेरि ह्युन्डाई क्रेटाले नेपालको कार मार्केटलाई यसरी डोमिनेट गर्न सक्यो? द एन्सर इज नट वाट यु थिङ्क। लेट्स स्टार्ट फ्रम द बिगिनिङ। पार्ट 1, द प्रब्लम। क्रेटाको यो अमेजिङ सक्सेसलाई बुझ्नको लागि पहिला हामीले नेपालको युनिक कार बाइङ च्यालेन्जेसलाई बुझ्न जरुरी छ। नेपाल इज नट जस्ट अनदर मार्केट। हाम्रो देशमा गाडी भित्राउँदाखेरि संसारकै वान अफ द हाइएस्ट ट्याक्सेस लाग्ने गर्छ। रोडहरू यति रफ छन् कि सस्पेन्सन नै बिगारिदिन्छन् र फ्युल प्राइस इज अनप्रेडिक्टेबल। कति बेला कति प्राइस हुन्छ त्यो पत्तै हुँदैन। ल्यान्डलक भइसके पछाडि बेफाइदा एउटा त्यो पनि छ। र अर्को मेन कुरा, रिसेल मार्केट इज एब्सोल्युटली ब्रुटल। यदि तपाईँले राम्रो ब्रान्डको राम्रो प्रडक्ट लिनु भएन, राम्रो गाडी लिनु भएन भने तपाईँले बेच्दाखेरि चाहिँ त्यसको भाउ गतिलो पाउनु हुँदैन र अन्ततः तपाईँले लिनुभएको गाडीको भ्यालु एकदमै बढी डेप्रिसिएट हुन्छ। क्रेटा आउनुभन्दा अगाडि कि त तपाईँले कम्प्याक्ट सेडान लाइक भर्ना और होन्डा सिटी जस्तो गाडी लिनु पर्थ्यो, तर नेपालको लागि चाहिँ आई थिङ्क दे वे टु लो। ग्राउन्ड क्लियरेन्स त्यति मजाको चाहिँ थिएन र त्योभन्दा अलिक कम प्राइसको गाडी लिउँ भन्ने हो भने ह्याचब्याकको अप्सनहरू चाहिँ थियो। र अलि राम्रो गाडी लिन्छु, ग्राउन्ड क्लियरेन्स राम्रो भएको, हेर्दाखेरि मजाको देखिने भन्ने तपाईँले सोच्नु भएको छ भने त्यस्तो गाडीहरूको लागि चाहिँ सिधै जम्प थियो प्राडो, पजेरो र फर्च्युनर जस्ता गाडीहरूमा, जुन गाडी किन्नको लागि तालपरे घर सम्पत्ति नै बेच्न पर्ने हुन सक्थ्यो। सो यति बुझ्नु कि नेपाली बायर्स वेयर स्टक इन द्याट फ्रस्ट्रेटिङ मिडल ग्राउन्ड, न यहाँ न यहाँ। अब त्यो ठ्याक्क बिचको एउटा कुनै गाडी लिउँ भन्ने भने अप्सन्स नै थिएन। नेपाली फ्यामिलीको लागि एउटा यस्तो गाडी चाहिएको थियो जुन हेर्दाखेरि एकदमै प्रिमियम देखियोस्, नेपाली रोडलाई चाहिँ मजाले ह्यान्डल गरोस् र त्यति बेलाको चाहिँ मोडर्न फिचर्सले इक्विप होस्। बस यति चाहिएको थियो। एन्ड द्याट्स वेयर क्रेटा स्टेप्ड इन। पार्ट 2, द पर्फेक्ट टाइमिङ। 2015 मा जब ह्युन्डाई क्रेटा लन्च भएको थियो त्यति बेलाको नेपालको मिडल क्लासलाई हेर्ने हो भने इट वाज एक्सपान्डिङ। त्यति बेला रेमिटेन्सको फ्लो एकदमै राम्रो थियो र यङ प्रोफेसनल्सको कुरा गरौँ या रिटर्न भएका माइग्रेन्ट्सको कुरा गर्ने हो भने पनि उहाँहरूलाई पनि एकदमै राम्रो गाडी चाहिएको थियो। अब चाहे त्यो उहाँहरूलाई आफ्नो सक्सेस सोकेस गर्न भनौँ वा साँच्चैकै एउटा नेसेसिटी भनौँ, तर एउटा गतिलो गाडी चाहिँ चाहिएको थियो। क्रेटा जस्तो गाडी चाहिएको थियो र ह्युन्डाईले पनि त्यो कुरा क्लियर बुझेको थियो कि पिपल आर नट बाइङ मिडियम अफ ट्रान्सपोर्टेसन। उनीहरूले चाहिँ ट्रान्सपोर्टेसनको मिडियम किन्न चाहिरहेका छैनन्, तर दे आर बाइङ स्ट्याटस, फ्यामिली प्राइड वा एउटा स्टेटमेन्ट सोकेस गर्न चाहन्थे आफ्नो सक्सेसलाई लिएर। र त्यति बेला नेपालमा अभाइलेबल सेडान र ह्याचब्याक गाडीहरू जतिसुकै राम्रो भए तापनि एउटा एसयुभीको जस्तो रोड प्रेजेन्स, एउटा एसयुभी घरमा हुँदाखेरि दिने मेसेज वा भनौँ अरा फार्मिङ चाहिँ यिनीहरूले गर्न सक्दैनथे। यदि बुझ्नु कि इफ यु ओन दिस कार इट सेज द्याट यु हेभ मेड इट। पार्ट 3, द प्राइस जिनियस। क्रेटा हिट द्याट स्विट स्पट। हेर्दाखेरि एकदमै एक्सपेन्सिभ देखिन्थ्यो विदाउट बिङ टु एक्सपेन्सिभ। रोड प्रेजेन्सकै कुरा गर्नु पर्दाखेरि पनि यति मजाको छ कि त्यति बेलाको लगभग करोड पर्ने गाडी सरअघि थियो। अब तपाईँहरूलाई चाहिँ कतिको याद छ कुनै, तर मलाई चाहिँ एउटा कुरा क्लियरली याद छ। बिहेमा वा फ्यामिली फङ्सनमा क्रेटामा आफ्नो परिवार अथवा साथीभाइसँग जाने हो भने त मेरो आमै यति नोटिस गर्थे मान्छेले कि फर्की हेर्थे। नेपालमा त्यति बेला एउटा गतिलो सेडान लिन्छु भन्ने हो भने लगभग 35-40 लाख जति चाहिँ पर्थ्यो र ह्याचब्याकको कुरा गर्नु पर्दाखेरि 25 देखि 33 लाखको बिचमा आउँथ्यो। अब 42-45 लाखको प्राइसमा लगभग 10-15 लाख बढी तिरेर यस्तो राम्रो गाडी, यति मजाको गाडी आइरहेको छ भने एकचोटि ट्राई गरौँ, एकचोटि टेस्ट ड्राइभ गरेर हेरौँ भन्ने चाहिँ धेरैलाई लाग्न थाल्छ र सोरुममा चाहिँ क्वेरिजहरू बढ्न थाल्छ। मान्छेहरू टेस्ट ड्राइभ गर्न आउँछन् र सेल्स पनि राम्रो हुन थाल्छ। ह्युन्डाईले गरेको यो साइकोलोजिकल प्राइसिङको कुरा नेपालीहरूको लागि चाहिँ ट्याग्नै नसकिने कुरा जस्तो थियो। पार्ट 4, फिचर्स द्याट म्याटर्ड। क्रेटाको लागि डोमिनेन्स क्रिएट गर्ने काम प्राइसले मात्र गरेको होइन। सियोल, ह्युन्डाईको जुन मेन अफिस छ साउथ कोरियामा, त्यहाँको हेडक्वार्टरमा बसेका मार्केटिङ एक्जिक्युटिभ्सहरूले जे चाहन्थे त्यो कुरालाई पस्किने भन्दा पनि क्रेटाको केसमा चाहिँ इट गेभ एक्ज्याक्ट थिङ्स वाट नेपाली बायर्स वान्टेड एट द्याट टाइम। अनि 2015, 16, 17 को बेलामा चाहिँ यो सोसियल मिडियामा फोटो अपलोड गर्ने, क्याप्सन्सहरू, ह्यासट्याग्सहरू लेख्ने काम चाहिँ एकदमै पपुलर भइरहेको थियो र त्यति बेलामा नै बच्चा, बुढा, जवान सबैलाई मनपर्ने खालको एकदमै अट्र्याक्टिभ देखिनेवाला गाडी आइसके पछाडि सोसियल मिडियामा पनि एकदमै पपुलर हुन्छ गाडी। तपाईँ टच स्क्रिन इन्फोटेनमेन्ट खोज्नुहुन्छ,
चेक गाडीमा थियो। वायरलेस कनेक्टिभिटी, रियर एसी, एबीएस प्लस ईबीडी, एयरब्याग्स, एडजस्टेबल हेडरेस्ट अनि रिभर्स क्यामेरा, यस्ता धेरै कुराहरू थिए र यिनै फिचर्सहरू सोसियल मिडियामा एकदमै पपुलर हुन थाल्छन्। अब अहिलेको कुरा गर्ने हो भने यस्ता फिचर्सहरू त्यति म्याटर गर्दैनन्, एकदमै बेसिक कुराहरू, तर त्यति बेला लगभग 10-11 वर्ष अगाडि यिनै कुराहरू चिज थिए। अनि आउँछ Hyundai क्रेटाको मास्टर स्ट्रोक, 190 मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र आफ्नो फ्यामिली ट्राभल गर्नको लागि डिसेन्ट हुने बुट स्पेस। र त्यति बेला यो प्राइसमा आउने गाडीमा 190 मिलिमिटरको ग्राउन्ड क्लियरेन्स हुनु एकदमै राम्रो कुरा थियो। यति बुझ्नु कि इट वाज अ मेजर बाइङ फ्याक्टर फर मोस्ट अफ द पिपल। पार्ट 5 भ्यारिएन्ट्स स्ट्राटेजी। यो कुरा चाहिँ एकदमै ओभरलुक हुन्छ, तर Hyundai प्लेड दि भ्यारिएन्ट्स वाला गेम सो क्लेभरली। क्रेटाको भ्यारिएन्ट्सको कुरा गर्ने हो भने भ्यारिएन्ट ई देखि SXO सम्म पाइन्थ्यो, ताकि सबैभन्दा टप भ्यारिएन्ट SXO लाई अफोर्ड गर्न नसक्ने वा भनौँ SXO लिन नचाहने कस्टमर्सको लागि भ्यारिएन्ट ई अभाइलेबल थियो अथवा बिचका भ्यारिएन्ट्सहरू अभाइलेबल थिए। अब भ्यारिएन्ट टप भए पनि बेस भ्यारिएन्ट भए पनि घरमा क्रेटा गाडी छ भन्ने त हुन्छ नि त, यति भए पुग्थ्यो। र धेरै जसो कस्टमर्सले सोचेको कुरा पनि त्यही थियो, समाजमा मेरो छुट्टै स्थान हुन्छ, घरमा एसयुभी गाडी छ भन्न पाइन्छ, यही गाडी लिइदिन्छु, राम्रो पनि छ भनेर चाहिँ कस्टमर्सहरू त्यसरी पनि बढिरहेका थिए। र कस्टमरको बेस हेर्ने हो भने दे वेयर डक्टर्स, इन्जिनियर्स, प्रोफेसनल्स, गभर्मेन्ट अफिसियल्स, रिटर्निङ माइग्रेन्ट्स, अनि सबैको बजेटको हिसाबले चाहिँ क्रेटा पाइन्थ्यो। क्रेटाको यो इकोसिस्टममा आइसके पछाडि यु स्टार्ट रेकमेन्डिङ द कार टु योर फ्रेन्ड्स एन्ड फ्यामिली। र त्यति मात्र नभएर यु स्टार्ट डिफेन्डिङ अबाउट द ब्रान्ड एन्ड कार। Hyundai चाहिँ नराम्रो छैन है, क्रेटा एकदमै राम्रो गाडी छ। अलिअलि प्रब्लम जस्तो गाडीमा पनि हुन्छ, तर क्रेटामा चाहिँ त्यो कुरा सल्भ हुन्छ। Hyundaiमा गइसके पछाडि चाहिँ प्रब्लम हुँदैन। तिमी पनि यही प्राइस रेन्जको गाडी लिन सोचिरहेको छौ भने चाहिँ यही लिँदा हुन्छ है, गाडी एकदम राम्रो छ भनेर यसरी वर्ड अफ माउथबाट नै बढी प्रमोट भइरहेको थियो गाडी। पार्ट 6 आफ्टर सेल्स एन्ड सर्भिस। नेपालको सिनारियोमा गाडी किन्नुभन्दा अगाडि नै यसको आफ्टर सेल्स एन्ड सर्भिसको बारेमा बुझिन्छ। यसको रिसेल भ्यालु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ र गाडी किनिसके पछाडि ब्रान्डले प्रोभाइड गर्ने आफ्टर सेल्स एन्ड सर्भिसको कुरा जुन छ त्यो झनै बढी इम्पोर्टेन्ट हुन्छ। र यो कुरा Hyundaiले आफ्ना पुराना मोडल्सहरू Hyundai i10, ग्रान्ड i10, वर्ना, टुसन, Hyundai इयन यस्ता गाडीहरूबाट नै प्रुभ गरिसकेको थियो कि Hyundaiले दिएको सर्भिस एकदमै राम्रो छ, Hyundaiलाई चाहिँ ट्रस्ट गर्न सकिन्छ भनेर। अनि सर्भिस भन्ने चिज एक ठाउँको मात्र गतिलो भएर हुँदैन। तपाईँ काठमाडौँमा हुनुहुन्छ, काठमाडौँको कुनै एउटा सर्भिस सेन्टरको सर्भिस मात्र गतिलो भएर हुँदैन। नेपालभरिकै सर्भिस सेन्टर राम्रो हुनुपर्छ इफ ब्रान्ड अथवा त्यो प्रडक्टलाई राम्रोसँग बढाउने हो भने। नेपालभरिका मेजर सिटिजको कुरा गर्नुपर्दाखेरि सर्भिसको कुरा मात्र नभएर स्पेयर पार्ट्सको अवेबिलिटी पनि एकदमै राम्रो बनाएको थियो। युरोपियन ब्रान्डहरूसँग कम्पेयर गर्नु पर्दाखेरि Hyundai क्रेटाको सर्भिसिङ कस्ट एकदमै रिजनेबल थियो। सो तपाईँ गाडी किनेर लैजानुहुन्छ, केही गरी गाडी बिग्रियो, कतै ठोकियो र सामान चाहियो भने त्यो सामान पाउनुको लागि तपाईँले 3 महिना, 4 महिना, 6 महिना पर्खिनु पर्थेन। सो कस्टमर्सहरूले सजिलो यहाँ पनि पाइरहेका थिए। र टकिङ अबाउट द रिसेल भ्यालु, यति धेरैजनाले क्रेटा किनेका थिए कि सेकेन्डरी मार्केटमा पनि क्रेटालाई पर्खेर बस्ने मान्छेको ताती थियो। अनि त के थियो र, भोलिको दिनमा गएर मैले गाडीलाई 3-4 वर्ष चलाइसके पछाडि, 5-6 वर्ष चलाइसके पछाडि बेच्ने सोचेँ भने पनि त्यति बेला मैले गाडीको भ्यालु एकदमै राम्रो पाउँछु भन्ने मान्छेको दिमागमा त्यो बसिसके पछाडि धेरैजनाले त्यसरी पनि क्रेटा किन्नु भएको थियो। पार्ट 7 द सोसल प्रुफ इफेक्ट। जब छिमेकी, साथीभाइ, आसेपासका दोस्त लोगहरूले क्रेटा चलाउँछन् त्यति बेला क्रेटा किन्न इट्स अ नो ब्रेनर। यो पावर थियो सोसल प्रुफको। कोही व्यक्ति पनि आफूले गाडी किनेर त्यसलाई रिग्रेट गर्न चाहिँ चाहँदैन। यदि हजारौँ व्यक्तिहरूले त्यही गाडी किनिरहेका छन् भने आफूले पनि त्यही गाडी लिने हो भने चाहिँ फरक पर्दैन, राम्रै भएर लिइरहेका छन् भन्ने बुझिन्छ। र आफ्ना लागि कार बाइङ डिसिजन बिकम्स इजी, इट बिकम्स एन अभियस चोइस। र यही स्नोबल इफेक्टले गर्दाखेरि डिलरसिपले पनि आफ्नो इन्भेन्टरीमा क्रेटाको स्टक थुपार्न थाल्छ, किनकि क्रेटाको डिमान्ड बढिरहेको छ। मेकानिक्सले पनि यसमा काम गर्न जानिरहेका थिए, ब्याङ्कले पनि इजिली लोन प्रोभाइड गर्न सकिरहेको थियो, फाइनेन्स फेसिलिटी पनि राम्रोसँग अभाइलेबल भइरहेको थियो र इन्सुरेन्स कम्पनीलाई पनि सजिलो थियो। सो यही इकोसिस्टममा यही फर्मुला नै अप्लाई गरेर क्रेटा एकदमै बढी बिक्री भइरहेको थियो। र त्यति बेला क्रेटाको कम्पिटिसनको कुरा गर्नु पर्दाखेरि यिनै केही कुराहरूमा कमी कमजोरी भएको कारणले गर्दाखेरि क्रेटालाई भेट्टाउन सक्दैनन्। अब ठ्याक्कै कुरा गर्नु पर्दाखेरि टोयोटा वाज सुपर बिजी विथ इट्स प्रिमियम पोजिसनिङ। प्राडो, फर्च्युनर जस्ता गाडीहरू बेचिरहेको थियो। होन्डाको कुरा गर्नु पर्दाखेरि इट वाज टु लेट टु द एसयुभी गेम। निसानले बरु किकसँग ट्राई गर्यो, रेनोको डस्टर पनि एकदमै राम्रो गाडी हो। 2019मा आएर चाहिँ एकदमै स्ट्रङ कन्टेन्डर आउँछ एन्ड द्याट इज कियाको सेल्टोस। कियाको सेल्टोस आइसके पछाडि मात्र Hyundai क्रेटाको लागि चाहिँ एकदमै स्ट्रङ कन्टेन्डर, आफू जस्तै योग्य गाडी आए जस्तो लाग्छ।
त्यस पछाडिका वर्षको कुरा गर्नुपर्दाखेरि चाइनिज इभीहरू पनि आउन थाल्छन्। नहुने हो भने 5 वर्षसम्म त क्रेटाले मार्केट यसरी खायो कि कसैले पनि भेट्टाउन सकेन। चिम्म गरेर ढुङ्गा यसरी पक्क हान्ने हो भने क्रेटामै लाग्थ्यो होला त्यति बेला। पार्ट 8 द फ्युचर एन्ड कन्क्लुजन। आजको क्रेटाको कुरा गर्नु पर्दाखेरि क्रेटालाई पहिलाको जस्तो सजिलो चाहिँ छैन। नयाँ च्यालेन्जेसहरू दिनका दिन बढ्दैछन् र मार्केट एकदमै बढी कम्पिटिटिभ हुँदैछ विथ ब्रान्ड्स लाइक BYD, किया, डिपल, ओमोडा जेको, लिप मोटर, टाटा, नामी एन्ड सो मेनी अदर। अब 2022 देखि 2024 सम्मको यो चाइनिज इलेक्ट्रिक गाडीको अपत्यारिलो क्रेजले गर्दा ह्युन्डाई क्रेटा आइसको सेल्स चाहिँ पहिलाको जस्तो थिएन। तर मे 2024 मा गएर ह्युन्डाईले नेपालमै बनेको गाडी क्रेटा चाहिँ होइन, ह्युन्डाई भेन्यूको सेल्स सुरु गर्छ। नेपालमै असेम्बल भएको भेन्यूलाई चाहिँ सेल्स गर्न सुरु गर्छ। तर जब मार्च 2025 मा गएर ह्युन्डाईले नेपालमा क्रेटा इभी लन्च गर्छ, त्यति बेला क्रेटा इभी मात्र लन्च गरेको थिएन। त्यति बेला नेपालमै एसेम्बल गरिएको क्रेटा आइस भर्जन पनि लन्च गर्छ। र प्राइसको कुरा गर्ने हो भने इन्डियाबाट इम्पोर्ट गरेको गाडी भन्दा 9 लाख रुपियाँ ड्रप भएको थियो। द प्राइस वाज 53,96,000। र क्रेटा इलेक्ट्रिकको कुरा गर्ने हो भने द प्राइस स्टार्टेड एट 51,96,000। र यति कुरा थाहा पाइसके पछाडि क्रेटा लभर्सहरू अब लोकली मेड क्रेटा चढ्न पनि एक्साइटेड हुन्छन्। उनीहरूले इलेक्ट्रिक अप्सन पनि पाउँछन् जसमा 200 मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ, 8 वर्षको ब्याट्री वारेन्टी पनि प्रोभाइड गरेको छ कम्पनीले, आडास फिचर्सहरू टन्नै छन्, मल्टिपल इयर ब्याग्सको साथमा आउँछ र 360 डिग्री क्यामेरा पनि छ। सो फेरि पनि ह्युन्डाईले कस्टमर्सले खोजेको कुरालाई पस्कन्छ। र यति मात्र नभएर ह्युन्डाई क्रेटा आइसमा पनि 3 इयर्सको भेहिकल वारेन्टी नै प्रोभाइड गर्छ। र फेरि पनि आएर ह्युन्डाई क्रेटाले पहिलाको जसरी नै स्विट स्पट भेट्टाउँछ। ठ्याक्क कस्टमरले जे चाहन्छन् त्यही कुरा पस्कन्छ। सो चाइनिज ब्रान्डहरू एकदमै नयाँ भएको कारणले गर्दाखेरि चाइनिज ब्रान्ड लिन नसक्ने कस्टमर, क्रेटा आइसको फेसलिफ्ट भर्जन वेट गरेका कस्टमर, ह्युन्डाईकै तर्फबाट एउटा इलेक्ट्रिक भर्जन 60 लाख बिलोमा वेट गरेर बसेका कस्टमर्सहरू, अब नेपालमै बनेको झन् अफोर्डेबल रेटमा क्रेटा पाएका कस्टमर्सहरू, र गाडी इलेक्ट्रिक भए तापनि म ढुक्कसँग चलाउन चाहन्छु, मलाई यो दिमागमा झन्झट चाहिएन, मलाई चाहिँ यो बोझ बोक्नु छैन, यो सर्भिसको कुरा त्यस पछाडि स्पेयर पार्ट्स अवेबिलिटीको कुरालाई लिएर चाहिँ म दिमागमा टेन्सनै बोक्न चाहन्न, आनन्दले गाडी चलाउन चाहन्छु भनेर बस्ने कस्टमर्सको लागि ह्युन्डाईले धेरै अप्सन्सहरू ल्याएको थियो। सो अहिले हेर्ने हो भने ह्युन्डाई क्रेटा इज ब्याक अन ट्र्याक विथ इट्स मोस्ट बिलभेड प्रडक्ट द ह्युन्डाई क्रेटा। अहिलेसम्म 10,000 युनिट्सभन्दा बढी सोल्ड भइसकेको छ र बाटोमा हेर्नुहुन्छ भने ह्युन्डाई क्रेटा अहिले पनि एकदमै बढी देखिन्छ, चाहे त्यो आइसमा होस् वा इलेक्ट्रिकमा। र आफ्नो चार्जिङ नेटवर्कलाई बढाउनको लागि ह्युन्डाई रिल्याक्स भन्ने आइडेन्टिटीका साथ अगाडि बढ्दैछ र ब्याट्री रिसाइक्लिङ अनि रेसिडुअल भ्यालु म्यानेजमेन्टको लागि इन्डियाको एटेरो इन्डिया भन्ने कम्पनीसँग कोलाबोरेट गरेर लङ टर्म सस्टेनेबिलिटीलाई इन्स्योर गर्दैछ। यति बुझ्नु कि फ्युचरलाई पनि ध्यानमा राखेर क्रेटा प्रेजेन्टमा काम गर्दैछ। कस्टमर्सलाई फाइदा कसरी हुन्छ त्यसरी नै ह्युन्डाई अगाडि बढ्दैछ। हस् त, धन्यवाद।